काठमाडौँ, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, आइक्यान र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सिआइबी, बीच संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। मङ्गलबार आयोजित एक कार्यक्रममा आइक्यानका अध्यक्ष सीए नीलबहादुर सारू मगर र सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा मनोज कुमार केसीले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। यस सहकार्यको मुख्य उद्देश्य संस्थागत आर्थिक अपराधको अनुसन्धानलाई अझ प्रभावकारी बनाउनु रहेको छ। यो पहलले देशमा आर्थिक सुशासन र पारदर्शिता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ। आर्थिक अपराध नियन्त्रणमा यस सहकार्यले नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। संस्थागत आर्थिक अपराध नियन्त्रणका लागि आइक्यान र सिआइबीको सहकार्य कति प्रभावकारी होला? आफ्नो विचार